यहाँदेखि यहाँसम्मको जोड्ने। हेलो एभ्रिवान, म सागर छेत्री। आई एम अ पेन्टर एन्ड क्रिएटिभ आर्टिस्ट फ्रम नेपाल। आज म फर्स्ट टाइम क्यामेरा अगाडि आएर मेरो आर्ट जर्नी चाहिँ सेयर गर्न गइरहेको छु एज एन आर्टिस्ट। मेरो आर्ट जर्नी चाहिँ सानो बेलादेखि नै सिम्पल बेसिक ड्रइङहरूबाट चाहिँ सुरु भएको हो। अनि म स्कुल पनि सधैँ जसो ड्रइङहरू चाहिँ बनाइरहेको हुन्थेँ। तर त्यो बेला थाहा भएन कि पछि गएर यो मेरो लाइफको मेन पार्ट बन्छ भनेर। बिस्तारै बिस्तारै मेरो यो ड्रइङ हबीबाट प्यासनमा चेन्ज भयो। अनि मैले बिस्तारै डिफ्रेन्ट पेन्टिङ्स अनि स्टाइल अनि त्यसपछि कलर्सहरू चाहिँ एक्सपेरिमेन्ट गर्न थालेँ होइन। अनि तर आर्टिस्टको लाइफ चाहिँ कस्तो नि पर्फेक्ट हुँदैन रहेछ कि। कहिले पेन्टिङ राम्रो बन्छ होइन, कहिले बिग्रिन्छ भने। तर यही कुरा नै हो जस्तो लाग्छ मलाई, जसबाट चाहिँ एउटा आर्टिस्टले चाहिँ धेरै कुराहरू चाहिँ लर्न गर्न सक्छ होइन, सिक्न पाइन्छ। अनि फर मी आर्ट इज नट जस्ट पेन्टिङ। यो चाहिँ कस्तो नि एउटा एक्सप्रेसन हो होइन। कतिपय कुराहरू वर्डले एक्सप्रेस गर्न नसकिने हुन्छन्, जसलाई आर्टले अनि पेन्टिङले चाहिँ एक्सप्रेस गरिदिन्छ होइन। मेबी यो जर्नीले अरू एस्पाइरिङ आर्टिस्टहरूलाई पनि इन्सपायर गर्न सक्छ। तपाईँहरूलाई आर्ट मनपर्छ भने स्टे कनेक्टेड होइन। म आउने टाइममा अब आर्ट रिलेटेड कुराहरू अनि त्यसपछि यो क्रिएटिभिटीको कुरा प्लस आर्ट प्रोसेस अनि मेरो पेन्टिङ्सहरू अनि आर्टवर्क्सहरू होइन, अनि बिहाइन्ड द सिन्सहरूको कुराहरूलाई चाहिँ लिएर आउँछु, जसले आई होप तपाईँहरूको कामलाई अनि तपाईँहरूको वर्क फ्लोलाई पनि यसले धेरै नै हेल्प गर्छ। सो थ्याङ्क यू यतिसम्मको लागि।